बहिनी भात पनि छैन रहेछ, अब के खानु होला है? दादा पापा चामल हाल्न जानुभएको छ, आउँदैछ होला। चामल ल्याउनु गएको होइन, खोइ चामल खै के को चामल र चामल खाइदिएँ मैले त्यो पैसाको रक्सी। म सुत्छु अब। ला पापा लड्छ। दादा आमा नभएको हामी बिजोग भयो है। त्यही त बहिनी, आमा अर्कोमा नगएको भए त बिजोग हुन्थेन होला नि। नानी यो माजा खाऊ न। खादिनँ पापा। यो कोक त खाऊ। खादिनँ क्या? नत्र भने स्प्राइट खाऊ। खादिनँ भनेको पापा। ला मेरो चामल ल्याउनु गएको थिएँ त, चामल ल्याएको पैसाले पनि सबैले रक्सी खाएँ, नानीहरू पनि भोकै छ, अब के गर्नु ह? ए मेरो पहिलाको साथी छ त, सँगै स्कुल पढेको, त्यसलाई पो अलिकति पैसा माग्नु पर्यो। साथी, ओ साथी, म हौ साथी। ए यो के छ भन् न। सानो काम थियो तँसँग। फेरि यसको के काम पर्यो? अझै भित्र भन्। ल ल। ओइ टाढा बस, तेरो लुगा मिल्नु छ, उहाँ घुम्न बस। लु भन्, के काम लिएर आएको? खै साथी के गर्नु अब, दुःखै पाएँ। त्यस्तो दुःख त के पाइस् हौ? अलिकति पैसा चाहिएको थियो साथी, फेरि दिन्छस् भनेर आशैमा आएको छु। के को पैसा? यहाँ पोट छ के हो पैसाको? अनि त्यो हातखुट्टा राम्रो छ त, जा कमाइकन खा। त्यसो नभन्न साथी, दुःखै पाएँ नि त। छैन पैसा, जा 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 जा। यो रक्सीले गर्दा कसैले नपत्याउने रहेछ।